तथा विदेशबाट हेरिरहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा साइक्लिस्ट लक्ष्मणको तर्फबाट नमस्कार। म चाहिँ अहिले इभिनिङ वाकको समयमा मेरो आफ्नो साइकलका साथमा लिएर म अहिले तल 10 किलोमिटर पुगेर आएँ हैन। अहिले चाहिँ अब मौसम पनि ठिकै छ, खासै जाडो पनि छैन, खासै गर्मी पनि छैन, ठिक्कको मौसम साइक्लिङ गर्नलाई। बेलुका सधैँ हिँड्छु, म सधैँ हिँडिरहन्छु। हजुरहरूलाई मैले यो देखाउन खोजेको कुरा के भनेदेखि नेपालको नगदे बालीको प्रमुख स्रोत यो तोरी। यहाँ अगाडि तोरी फुलेको छ। यो तोरी अब पाक्ने बेला हुन्छ। अब यो माघ फागुनमा पाक्ने हो। अब अहिले फुल खेलिरहेको छ। चितवनतिर पनि देखाएको थिएँ मैले। म जहाँ गएँ यति बेला तोरीको सिजन, धानको सिजन, दाउनीको सिजन सबै कुरो छ हैन। अनि अब म चाहिँ अब फेरि आजदेखि चाहिँ यो साइक्लिङलाई 1-2 दिन अब इभिनिङ वाक गरेर इभिनिङ साइकल एक्सर्साइज मेरो डेलीको हुन्छ। डेली नै कुद्छु म हैन। अब 9 गते बिहान 10 बजे पछाडि खाना खाइसके पछाडि म यहाँबाट महाकालीको लागि दोस्रो चरणको यात्रा शुभारम्भ गर्ने जानकारी हजुरहरूलाई गराउँदछु। यो यात्राको अवधिमा हजुरहरूले मलाई जहाँ भेट्नुहुन्छ, जसले भेट्नुहुन्छ, प्लिज हौसला बढाइदिनु होला। सक्नुहुन्छ भनेदेखि आर्थिक सहयोग पनि गरिदिनु होला। यो विपन्नका लागि यहाँ मैले देखाउँदैछु। आर्थिक विपन्नका लागि यो सहयोग यो मेरो क्युआर कोड हो। कसैले दिनुभयो भनेदेखि ठिकै छ, दिनु भएन भने पनि ठिकै छ। मैले देखाउने कर्तव्य मैले देखाउँदैछु। अनि यो चाहिँ मेरो युट्युब च्यानल हो। यो च्यानलमा चाहिँ हजुरहरूले गएर साइक्लिङ एक्टिभिटिजहरू हेर्न सक्नुहुनेछ। मलाई भरसक आर्थिक सहयोग नदिनु होला, किनभनेदेखि आर्थिक सहयोग दिएपछि दुनियाँलाई बाँड्नुपर्छ, मिडिया बोलाउनुपर्छ, झन्झट गर्नुपर्छ। मैले भनिहालेँ, तर मलाई नदिनु होला, नदिँदा नै हुन्छ। साइक्लिस्ट लक्ष्मण च्यानललाई चाहिँ हजुरहरूले जति पनि भिडियो मेरा अपलोड भएका छन्, 520-21 वटा भिडियो भइसक्यो होला। तिनीहरूलाई प्रत्येकलाई एक गरेर मेरो वाच टाइम पुर्याउन चाहिँ सहयोग गरिदिनु होला। निःशुल्क सहयोग चाहिँ म हजुरहरूसित माग्दछु भन्दै अहिलेलाई मेरो भिडियो यही अन्त गर्दछु। बाँकी फेरि अर्को भिडियोमा। हवस् त।